गेलदेखि भक्तपुरसम्मको बाटोको अवस्थाहरू एउटा कारमा त्यो चाहिँ किन्नु पर्ने त्यो थियो बोल्नु पर्ने त्यो नबोकी काम कुदामुला त्यहाँबाट वान वे भित्रबाट हिँड्न कि डराउनु पर्दैन भित्रबाट सबै बनाइसक्यो टाउमा चाहिँ के अरे नजाँदैकन कुदैन बनाएको हो भने नि कसको भिडियो अझै बनिरहेको बनिरहेको हिँड्नु न यस्तो मिठो भिडियो हाल्नु क्या भिडियो च्यानल खोल्नु पऱ्यो पोखराको हाल्नु पऱ्यो लाला यसो त्यहाँ त्यहाँ भिडियो हाल्नु पऱ्यो आयो प्रोग्राम भनेको परे नै भाइ म बनेपा आउँदैछु बेलुका गएर आउँदैछु म तलबाट सुरिमिने गएको छु कहाँ तिमी ए यो पेम्बो छ पेम्बोले माथि पुऱ्याउनु पऱ्यो घर
जाँदै गरौँ न म आउँछु के भयो एकछिन जाँदै गरौँ भने फेरि सोध्नु पऱ्यो जाँदै गरौँ भन्नु पऱ्यो एकछिन है। यो बाटो त 2 महिना हुँदा पनि बनाउँदैन यिनीहरूले राम्रो छ भने मैले हिलो हेलो ए जाँदै गर नभए आउँछु म जाँदै गर मम्मीहरू पनि लाँदै गर म आउँछु ए मम्मीहरू किन नि ए हिँड्दै गर न आउँछु तरकारीहरू ए गरेन नि ल ल ल तरकारी लगेन ए ल म लिएर आउँछु मान्छेले हिलो छ भन्दा त पत्याउनु नि यतिले हिलो भन्छ यो नेपाल हो भाइ नर्मल हो भाइ नेपालमा यो अहिले पाङ्रा फनक्क पुग्दाखेरि थाहा पर्छ तपाईँले घुम्ने ए रामा घुम्ने र लड्ने त नेपालमा सीमा छैन भाइ के भन्नु नि तैँले हिँड न तेरो भरे म यस्तो पर्दाफास गर्छु मुला यस्तो दामी हाल्नु पनि हेर्नु न तैँले के खाल्दैन भाइ यो पौडियल न हो बाइक पौडियल न हो यसलाई आउने नेपालमा खाल्डो भन्दैन भाइ बाइक पौडी खेल्न हो यति बुझ्दा हुन्छ नेताको दिमाग भएको है फटाफट यस्तो ठाउँमा त लु है तिमीहरूले भन्यो भने त नेताले भन्यो चाहिँ नमान्ने कुरो हुन्छ यहाँ जे हुन्छ यहाँ त्यो भाइ ओइ माछा लु लु माछा नि ढुङ्गा हेरेर हाल्दा नि त अनि बाइकको आँखा हुँदैन भने ठिक छ ड्राइभरको त आँखा हुनु पर्दैन चलाउनु खोजेको या फेरि चिप्लिन्छ भने डर लागेको मलाई त चिप्लिँदैन चिल्यो भने त्यही लड्ने ल नि हामी फनक्क बाइक हिँड्यो भने त्यति बनाएर तपाईँको घरको बाटो कति खतम छ त्योभन्दा 3 गुणा खतम छ बरु हाम्रो घरको त म यस्तो सफा हुन्छ नि पानी पनि कम्ती आउँछ अस्तिर त राम्रै थियो त यो हट हामीलाई लाइसेन्स नदियोस् न ट्राफिक गोज्छु मुला अनि यस्तो पाएपछि यस्तो बिस्तारै चलाउने झोमा राम्रो भएपछि कुदाउँदैन तिमीले कुदाउँछ मैले कुदाउँछ साले अनि बाइक कुदायो भने 50,000को चिट काट्न मिल्छ मलाई ट्राफिकको बुद्धि भएको हो घरको बुढीको रिस त हाम्रो देखाउँछ ट्राफिकहरूले पनि जाँठा यसरी जिम गर्नु सट्टा बरु बारी खन्न जानु नि मुला फुल बडी होल बडी एक्सर्साइज हुन्थ्यो उब्जनी हुन्थ्यो खाना मिल्थ्यो बुद्धि अरे ले चमकतला नमुना विकास छ है हाम्रो कुनै ठाउँमा माटो भरेर घाँस उम्रिसक्यो कुनै ठाउँमा हिलो छ कुनै बिच झ्याउने
भाँचेको नाडीमा भाँचेर मुला आउँला र एमाको समाइला त्यसले धुलो छ्याप्यो त हात चाहिँ नाडीमा भाँचेको मुला प्लास्टर चाहिँ आउँला र पाखुरो गरे जस्तो गर्छ बिस हो नि मुला मामा गाडी छ नेपाल पुलिस हिलो मस्तले हाल गर्नु हो हिलो त्यसले हिलो त भने हामी धुलो कहाँ भन्नु हिलो हिलोबाट धुलो आएको त्यही भएर माल गर्नु पुरा त्यसले ओडेका डराउनु पर्दैन मामा गाडी काट्दैन छ यो साले अलिक बाइक कुदायो भने बाइक त कुदाउनुले मायाको चाहिँ यिनीहरू बिस्तार त भन्नु पऱ्यो नि हिलो हिलो चाहिँ अब हिँड्छ मामाहरू गाडी त्यसलाई ओबाट गर्नु गरेर बोल मामा गाडी त हुन्छ त्यो मामा गाडी बिस्तार चला ब्रेक पनि नबल्दो रहेछ है ब्रेक लाइट पनि नबल्दो रहेछ त्यसको लाइट बिग्रेछ भन्नुपर्ने त्यो मामा गाडीको लाइट बोल्दैन फेस त्यसलाई पनि कार्बो गर्नु पऱ्यो मुला हाम्रो मात्र कार्बो गर्नुहुन्छ गाडी नम्बर कुन यहाँ गाडी नम्बर मुला GA 482024 यसलाई कार्बो गर्नु पऱ्यो यसको ब्रेक लाइट बोल्दैन हाम्रो त के भयो भने मुला हाम्रो चिकाने नि यसको 1000-25,000को बिल हाल्नु पऱ्यो है तत्काल चाहियो हामीलाई ब्रेक लाइट खोइ तेरो ब्रेक लाइट खोइ सरकार र अब उसले बाइकमा त गाडी नचार यसको अगाडिको लाइट पनि बल्दैन क्या ब्रेक लाइट पनि त्यसको बल्छ कहाँ चाकमा बत्ती बल्दो रहेछ यसको झुवा झुवा हुन्छ चाकमा बत्ती यसलाई बच्चाको बेला मम्मीले धेरै कुटेछ क्या यिनीहरूलाई त्यो रातो बोल्ने दालले हानेको मुला बच्चाको बेला लट्ठी कुदेर चाकमा रतो धेरै तातेर रातो बोलेको रहेछ चुपचाप घटी छाप रोड त खाल्दै छ त क्रसहरू पनि लिएर किन चाइनिज गाडी क्रसर पो उसले हाल्छ कि त एकपट्टि त बाङ्गो छ त मायाको बुझ्ल बाबु हान्छौँ भाइ जाउँ यसलाई कुरै कम खाएछ यसको चाकमा रातो कम बलिरहेको छ यसले कुरै कम खाएछ सब त्यहाँबाट कुदिरहेको छ हामी यताबाट यसले आमा बर्खा लाग्छ भने नेतालाई थाहा थिएन कि सुतेर बस्यो कि किन नसुत्छ नि बल्ल बल्ल पुलिसहरू त आएको सुतिहाल्छ त्यहीँ छेर्नु रहेछ मामा त जाँदो रहेछ त यो जामा लाउनेले ओर्डाएको अरे त्यो जामा लाउने मामा गाडी लाइट बल्छ सालाको चिट कसले काट्ने हो हाम्रो त पुलिसले काट्छ पुलिसको त चिट कसले काट्ने हो GAA
48-24 नम्बर गाडी पछाडि ब्रेक बलै बल्दैन के मैला तपाईँको बिच रोड टनेल मलाई एभेन्जर बाइक चाहिँ ठ्याक्कै भ्याएको त जस्तो लाग्छ भनेको ठ्याक्क परेको आएको छ टनेल त राम्रो रहेछ त अनि तपाईँको त के अरे टनेल त राम्रो रहेछ त काकाको के चाहिँ टनेल टनेलै टनेल रहेछ टनेल यही त नि टनल मलाई खेत चाहिँ रोप्यो नि थाहा भएन रोप्यो मासले बाइकले चाहिँ मिठै खेत रोपिरहेको मेरो बाइकले हो भाइको हाँसो त मिठो पो छ त मलाई मेरो भन्नु नि इच्छा डाँसो देखाउँछ डाँठाले राम के राणाका बानहरूले बर्खा लाग्छ भने थाहा होइन नेता र ठेकदारलाई खेल भाइ पौडी खेल खेल्नुपर्छ पौडी नखेल्नु त बर्खै लाग्यो पेट्रोलको भाउ त्यस्तै 1-2मा जानुपर्ने त्यस्तै ए त्यो त भन्नै पर्दैन भाइ कुन बेला खाल्टा आउँछ थाहा छैन ए त्यो त मजा बसको बेला हेर ज्यादी बडा गरिसक्नु छ र बाटो पनि लुखाल्टोमा हात्याले नि म त एक हात माथि उचाल्यो नि भाइ हानो बडा आवाज स्लो खाल्टो पुली छ खाल्टो पनि मन मुटु छुने खालको छ ठ्याक मुटु हान्दा मैले भने होइन नेतामा बाइकको आँखा छैन बाइक चलाउनेको आँखा हुनु भनेर मैले भने होइन मार्ग बचिहाल्यो तलबाट हामी अन्डरपास छिर्यो कि अन्डरवेलमा छिर्यो थाहा छैन छिर्नु त छिरेको है क्या कस्तो अहिले लड्न लाग्छ त यो त कस्तो यता ढल्केको रहेछ त इन्जिनियर फेल खाने जस्तो छ नि यहाँ त्यो टनेलले साले ठेकदार जस्तो हो कि यो मलाई चार्जर छानबिन गर्ने बेला भइसकेको छ यो के अरे प्रोजेक्ट म्यानेज गर्दै टायर चिनिन्छ त माटो मेरो के अरे
मुला सागहरू कुन चाहिँ डाकल बनाउने अरे आदाई मसँग आउँदै मैले आदर्श लगेर जाउँ भनेको लगेर लिएर आएको छु त्यो आएको छैन मैले लाउँछु यो माटो थुपारेको मासले चारको किलो हो बिचारेर 50 जति फाल्ने बेला भइसक्यो माडाका बानहरू त्यसका आँखामा फुली परेका अन्त फुली किन नभनोस् खालि नाकको फुली मात्र हेरेर बस्छ लडेकाएर येद्रासित विकास हुन्छ यिनीहरू हेरे फुली खोज्ने